यसमा टिकटक खोलेर हेर्न थाल्नुभयो भने रातमा 12-1 बजेसम्म पनि निद्रा नलागेको हुन्छ होइन। अर्को खोलौँ अर्को खोलौँ अर्को खोलौँ अर्को खोलौँ भइरहेको हुन्छ। जब किताब पढ्न थाल्नुहुन्छ के हुन्छ? किताब पढ्न थाल्यो भने त 9 बजे किताब समात्यो भने त 9 बजेर 10 मिनटमा त आँखा झ्याप्प 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 हुन्छ, सुतौँ सुतौँ हुन्छ। किन त्यस्तो हुन्छ त भन्दाखेरि इन्ट्रेस्ट क्रिएट नभएर हो। त्यस कारणले तपाईले जे गर्दै हुनुहुन्छ त्यसमा इन्ट्रेस्ट क्रिएट गर्नुहोस् र कस्तो प्रकारको भिडियो स्क्रोल गरेर तपाईले युट्युबमा हेर्नुहुन्छ, टिकटकमा हेर्नुहुन्छ या फेसबुकको रिलमा हेर्नुहुन्छ, त्यसले तपाईको माइन्डसेट डेभलप गर्नलाई सहयोग गरिरहेको हुन्छ। त्यस कारणले हिजो मान्छे सङ्गतले बिग्रिन्छ भनेर भन्थे नि, सङ्गत गुनाको पारङ्गति भन्थे, आजको डेटमा यो मोबाइल डिभाइस गुनाको पारङ्गति हुन्छ। तपाईले हिजोको सङ्गत आज मान्छे यो डिजिटल जमानामा यहाँ आइसकेको छ। प्लिज म यो थोरलाई के भन्छु त भन्दा तपाईले हेर्ने भिडियोहरू आजको डेटमा त्यो चाहिने नचाहिने भन्दा शार्क ट्याङ्कको चलिरहेको छ त्यो हेर्नुहोस् न अहिले होइन। शार्क ट्याङ्कको भिडियोहरू हेर्नुहोस्, त्यहाँ आइडिया देखिन्छ, त्यहाँ प्रोसेस देखिन्छ, त्यहाँ मोटिभेसन देखिन्छ।